पहाडी सुन्दरता, जातीय, सांस्कृतिक र भाषिक विविधतापूर्ण समुदाय, धार्मिक एवं ऐतिहासिक सम्पदाहरूले सुसज्जित पूर्वी नेपालको कोशी प्रदेशको खोटाङ जिल्लामा अवस्थित केपिलासगढी गाउँपालिका देशभर रहेका 753 स्थानीय सरकारहरूमध्ये एउटा स्थानीय सरकार, जो जनताद्वारा गठित अनि जनतासँग नजिक र जनताकै लागि अहोरात्र तल्लीन सरकारका रूपमा स्थापित छ। सरकारले बनाउने नीति, नियम, कानून र विधि अनि त्यस बमोजिम हुने हरेक कार्य सम्पादनले देशलाई समेट्नुपर्छ, आम नागरिकलाई छुन सक्नुपर्छ। अझ स्थानीय सरकार त, संविधान त र व्यवहार त जनतासँग सबैभन्दा नजिक रहेर सञ्चालित हुने गर्छ। केपिलासगढी गाउँपालिका संवैधानिक अधिकार र जिम्मेवारी बमोजिम नागरिकको चाहना पूर्ति, गाउँपालिकाको विकास र परिवर्तनकै लागि सक्रिय रहँदै आएको छ। विक्रम सम्वत 2079 सालमा भएको स्थानीय तहको निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरेपछि बितेको करिब 3.5 वर्ष अवधिमा यस गाउँपालिकामा हासिल भएका उपलब्धिहरूले स्थानीय सरकारको उपादेयता झल्काउँछ। जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब 42 किलोमिटर उत्तर पूर्वतर्फ 1610 मिटरको उचाइमा अवस्थित केपिलासगढी गाउँपालिकाको कुल क्षेत्रफल 191.93 वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको पूर्वमा टेम्के मयुङ गाउँपालिका र साल्पा सिलिचोङ गाउँपालिका, पश्चिममा ऐसेलु खर्क गाउँपालिका र दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका, उत्तरमा ऐसेलु खर्क गाउँपालिका, सोलुखुम्बुको सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका र दक्षिणमा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका र भोजपुरको टेम्के मयुङ गाउँपालिका रहेका छन्। जम्मा 7वटा ओडाहरू रहेको यस गाउँपालिकामा राई समुदायको बाहुल्यता रहेको छ भने अन्य विभिन्न समुदायको बसोबास रहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या 13,231 रहेको छ। अधिकांश गाउँपालिकावासी कृषि पेसामा निर्भर रहेका छन् भने केही सरकारी सेवा, व्यापार व्यवसाय, वैदेशिक रोजगार तथा ज्याला मजदुरी लगायतका पेसामा निर्भर रहेका छन्। शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिँदै पूर्वाधार, सामाजिक विकास साथै सुशासनको असल अभ्यासमा जुटेको छ केपिलासगढी गाउँपालिका। भौतिक पूर्वाधार विकासको अवस्था हेर्ने हो भने यस गाउँपालिकामा धेरै काम हुन बाँकी छ। तर विगत 3 वर्षको समीक्षा गर्दा गाउँपालिकाले सीमित स्रोत साधनकै बावजुद पनि धेरै काम गरेको छ। भौतिक पूर्वाधारको कुराहरू पनि थिए, भौतिक पूर्वाधारको कुराहरू पनि काम भइरहेको अवस्थाहरू थुप्रै छन्। त्यसमा पनि भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगार भनेको हाम्रो पालिकामा कृषि मार्फतै हामीले आत्मनिर्भर बनाउन सक्ने हो। हामी निस्किँदै गर्दाखेरि, म आफू हाम्रो कार्यकाल पुरा गर्दै गर्दा निस्किँदाखेरि शिक्षाको लगभग भौतिक पूर्वाधारको सबै पाटा सकिन्छ। यो वर्षसम्म हामीले लगभग 80% काम, 80% विद्यालयहरू बनाइसकेका छौँ भौतिक पूर्वाधार कुराहरू। यो वडामा मैले गर्नुपर्ने जुन जति पनि मैले गर्ने कामहरू मैले गरिरहेकै छु। यहाँ यो 3 नम्बर वडामा बाटोघाटो जुन बनाउन बाँकी थियो, अब थोरै त्यो बाटोघाटोलाई अब अलिकति पुरा गरियो। विगत 3 आर्थिक वर्ष अवधिमा यस गाउँपालिकामा झण्डै 400 मिटर सडक खण्ड ढलान गरिएको छ। यस्तै विभिन्न स्थानमा गरी 20 किलोमिटर भन्दा बढी सडक स्तरोन्नति गरिएको छ भने झण्डै 15 किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको छ। साथै करिब 4.5 किलोमिटर सडक खण्ड ग्राभेल गरिएको छ। 3.5 किलोमिटर बढी सडकमा व्यवस्थित नाला निर्माण गरिएको छ भने 1 किलोमिटर भन्दा धेरै सडक खण्डमा सडक सुरक्षार्थ व्यवस्थित वाल निर्माण भएको छ। देशकै लाइफलाइन मानिने मध्य पहाडी लोकमार्गको ठूलो खण्ड यसै गाउँपालिकामा पर्दछ। उक्त खण्डको स्तरोन्नतिका लागि समेत गाउँपालिकाले पहल गरिरहेको छ। यस्तै वडा नम्बर 6 लाई लक्षित गरी रावा खोलामा मोटरेबल पुल निर्माणको ठेक्का लागिसकेको छ भने विभिन्न वडामा गरी 19वटा सामुदायिक भवन तथा संरचना निर्माण भएका छन्। विभिन्न स्थानमा सार्वजनिक शौचालय, प्रतीक्षालय जस्ता संरचनाहरू निर्माण गरिएको छ। सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना मुताबिक हालसम्म वडा नम्बर 2 र 4 को कार्यालय भवन
निर्माण सम्पन्न भइसकेको छ भने यस वर्ष वडा नम्बर 6 र 7 को कार्यालय भवन निर्माणका लागि ठेक्का लागिसकेको छ। गाउँपालिकावासी भौतिक पूर्वाधार विकासमा गाउँपालिकाले गरेका कामप्रति खुसी र आशावादी देखिन्छन्। अहिले परिवर्तन भनेको चाहिँ नि मलाई लाग्छ कि भकै जस्तो लाग्छ, किनभने अहिले गाउँ गाउँमा टोल टोलमा जहाँ जहाँ बाटो पुगेको छन् त्यहाँ घर घरमा अहिले मैले पठाउ बोलाएँ भने मेरै घरमा चामल आउँछन्, यी चाहिँ नि सबै कुरो उपलब्ध गराइदिन्छन्। यो कारण के हो त भन्दा बाटो आयो, रोड आयो, रोड आएपछि के आयो त गाडी आयो, गाडी आएपछि के भयो त ढुवानी भयो। जस्तै ढाकर बोकेर धरानबाट ढाकर बोक्नु चाहिँ परेको छैन, यो पनि ठुलै परिवर्तन हो। शिक्षा क्षेत्रको सुधारका लागि अनेक प्रयत्न भइरहेको यस गाउँपालिकामा रहेका विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माणको काम 80% सकिएको छ। यस गाउँपालिकामा 37वटा सामुदायिक विद्यालय र 2वटा निजी विद्यालय गरी कुल 39वटा विद्यालयहरू रहेका छन्। बितेको 3 आर्थिक वर्षमा यस गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा थुप्रै भवनहरू निर्माण भएका छन्। शिक्षाकै लागि नागरिकले गाउँ छोड्ने क्रम रोक्न गाउँमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने लक्ष्य अनुरूप पालिकाले काम गरिरहेको छ। शैक्षिक गुणस्तर कसरी कायम गर्न सकिन्छ भनेर हामीले चाहिँ विभिन्न त्यसको अध्ययन गरिसकेपछि हामीले त्यसलाई चाहिँ त्यो शिक्षालाई चाहिँ गुणस्तर कायम गर्नको लागि विभिन्न कार्यक्रमहरू छ। जस्तै हामीले चाहिँ हामीले 1-5लाई कापी वितरण गरेका छौँ, अभ्यास पुस्तिका। त्यसै गरी एसएससी उत्कृष्ट दुईटा विद्यार्थीहरूलाई एससीमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई हामीले एकलाई पुरस्कार दिन्छौँ। त्यसै गरी हामीले चाहिँ अब बुहारी शिक्षा कार्यक्रमहरू लागू गरेका छौँ। यो जो बालबच्चाहरू घरको आर्थिक अवस्था कमजोर भएको बालबच्चाहरू जो विद्यालय जानबाट वञ्चित छन्, त्यस्ता बालबालिकालाई विद्यालय भर्ना गर्नेदेखि लिएर उनीहरूको लागि चाहिने ड्रेसहरूदेखि लिएर सबै कुराहरू खानपिनको व्यवस्था समेत पनि हामी गाउँपालिकाले गरिरहेका अवस्थाहरू छ। शिक्षाको हिसाबमा त यहाँ उल्लेख्य कामहरू भएको छन्। जस्तै अब हामीले अब यहाँ एउटा पृथ्वी मावि चाहिँ एउटा नमुना विद्यालयहरू छ। यहाँ चाहिँ अब एउटा नमुना विद्यालयमा चाहिँ तपाईँको चाहिँ अङ्ग्रेजी माध्यमद्वारा गत वर्ष 3 वर्षदेखि रनिङ भइरहेछ, राम्रो छ। विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक सामग्रीको प्रबन्ध, इन्टरनेटको सुविधा, स्मार्ट बोर्डको व्यवस्थापन, रिक्त शिक्षकको पदपूर्ति लगायत कार्यमा पालिकाको उल्लेख्य सहयोग रहँदै आएको छ। साथै पालिकाकै पहलमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ सुरु भएको छ भने कृषि विषयमा समेत अध्यापन सुरु भएको छ। यस्तै गरी विद्यार्थीहरूलाई पोसाक वितरण, शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, प्रोत्साहन, बुहारी शिक्षा, शिक्षक तालिम जस्ता कार्यहरू भएका छन्। पालिकाले एकदमै ठुलो सहयोग गरेको छ। यो कृषिधार चलाउनुमा पनि पालिकाको महत्त्वपूर्ण हात छ। कृषिधार अहिले सञ्चालन भइरहेको छ र यहाँ आवश्यकीय व्यवस्थापनको निम्ति पनि पालिकाले सहयोग गर्दै आएको छ र यो नमुना मावि बनाउनुमा पनि पालिकाकै अध्यक्षको ठुलो हात रहेको छ। शैक्षिक सुधारका लागि यी कार्यहरूमा पालिका र विद्यालयहरूबीच उचित समन्वय हुने गरेको छ। खेलकुद क्षेत्रलाई पनि सँगसँगै अघि बढाएको यस गाउँपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने गरेको छ भने खेलाडीहरूलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने गरेको छ। विभिन्न स्थानमा खेल मैदान निर्माण कार्य अघि बढेका छन्। हामीले वार्षिक रूपमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउँछौँ र मेरो पालिकामा चाहिँ यो विभिन्न किसिमको खेलकुदको गतिविधिहरू भइरहेको अवस्था छ र हामी खेलाडीहरूलाई पनि बाहिर त पठाइरहेको छौँ खेलकुद खेलाउन, गेम प्रतियोगिताहरू खेलाउनको निम्ति। स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापनका लागि भएका सत्प्रयासहरूकै कारण बितेको 3 वर्ष अवधिमा केपिलासगढी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन आएको छ। स्वास्थ्य सम्बद्ध पूर्वाधार व्यवस्थापनका साथसाथै दक्ष जनशक्तिको व्यवस्थापन, औषधि औजार उपकरणको प्रबन्ध लगायत कार्य गरिँदा पालिकावासीले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा लिन पाएका छन्।
अहिले हाम्रो हेल्पपोस्टबाट चाहिँ नागरिकहरूलाई अब ओपिडी गर्भवतीहरूको लागि एएनसी पिएनसी अनि अहिले भिडियो एक्सरे पनि भर्खरै तालिम लिएर आउनु भएको छ सिस्टर भिडियो एक्सरेको पनि सेवा दिइरहेको छौँ अनि फेरि ल्याब पनि छ अहिले हामीले दिइरहेको सेवा चाहिँ हामीले प्रसुति सेवा दिइरहेछौँ नर्मल डेलिभरी जुन हामी गर्छौँ त्यो सेवा दिइरहेछौँ त्यस्तै गरी हामीले खोप सेवा सञ्चालन गरिरहेछौँ गाउँपालिका अस्पताल निर्माणको कार्य सम्पन्न भई अब सञ्चालनको तयारीमा गाउँपालिका जुटेको छ महिलाको नियमित स्वास्थ्य जाँच ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा समय समयमा स्वास्थ्य शिविर सञ्चालन स्वास्थ्य सम्बद्ध जनचेतनामूलक कार्यक्रम जस्ता कार्यहरूले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाएको छ गाउँपालिकाले हेर्नुपर्ने कर्मचारी भनौँ न स्वास्थ्य क्षेत्रका सबै किसिमका र आवश्यक पर्दाखेरि हामीले बेला बेलामा स्वास्थ्य शिविरहरू सञ्चालन गरेका छौँ महिलाहरूको यो पाठेघर खस्ने सम्बन्धीको समस्यालाई हामीले चाहिँ विभिन्न हस्पिटलहरूसँग समन्वय गरेर हामीले फ्रीमा उपचार गरेका छौँ त्यसै गरी त्यहाँ आँखा शिविरहरू हामीले बेला बेलामा राखेका छौँ स्वास्थ्यमा अलिकति केही थियो चेतना चाहिँ यहाँको जुन यो दुर्गम केपिलासगढी खोटाङ जिल्लाको एकदम दुर्गम गाउँपालिका त्यसमा पछि पनि हाम्रो अलिकति उभोखोला भन्छ उभोखोलाको वडाहरू अलिक पछाडि नै परेको थिए र यसमा स्वास्थ्यमा पनि हामीले तपाईँको अहिले पाउने जुन 92 प्रकारका औषधिहरू होला होइन फ्रीमा जुन नेपाल सरकारले दिने औषधिहरू चाहिँ हामीले प्रत्येक टोलको जुन जनताहरूलाई चाहिँ हामीले चेतनामूलक कार्यक्रम हरेक चेतना चाहिँ अभिवृद्धि गर्दै हामीले स्वास्थ्यमा के पाउँछौँ हैन र पहिला जुन विगत भन्दा अहिले स्वास्थ्यमा पनि केही सुधार भएको यहाँलाई म अवगत गराउँछु बितेको 3 वर्षमा यस गाउँपालिकामा खानेपानीको समस्या समाधानका लागि त्यो पर्याप्त भने हुन सकेको छैन विभिन्न स्थानका बासिन्दाले खानेपानीको समस्या अझै पनि भोगिरहेका छन् समग्र गाउँपालिकाभर खानेपानीको समस्या समाधानका लागि करोडौं लगानीमा ठूलठूला आयोजनाहरू निर्माण भइरहेका छन् मेरो पहिले पनि अभियान थियो एक घर एक धारा खानेपानी बनाउने भन्ने कुरा त्यो निरन्तर चलिरहेको छ अहिले लगभग यो वर्ष गत वर्ष चाहिँ हाम्रो यो खानेपानीको चाहिँ 32 करोडको के अरे योजना स्वीकृत भएर अहिले त्यो कार्य ठेक्का लगाएर कानुनको गर्ने क्रममा छ अर्को चाहिँ नि यो पटक पनि गाउँपालिकाले चाहिँ 3 करोड जतिको खानेपानीको ठेक्का हालिसकेको छ अरू प्रदेश सरकारसँगको समन्वयमा पनि केही कामहरू भइरहेको छ खानेपानी एक घर एक धारा पनि सञ्चालन गरेका छौँ अहिले त्यो सञ्चालन भइरहेछ र हामीले गत वर्ष जिफाउन नेपाल र हाम्रो वडाको तर्फबाट गएर द्विपक्षीय रूपमा काम गऱ्यौँ र अहिले पनि हामीले फेरि त्यो सञ्चालन गर्न लागि हामी वडाबाटै हामीले बजेट छुट्याइरहेछौँ र त्यो कार्यक्रम सञ्चालन भइरहेको छ पहिला अलिकति हामीलाई पानीको खानेपानीको धेरै नै अलिकति सुविधा थिएन एक घर एक धारा पानी हुनु पर्यो अध्यक्षज्यू अब बजेट विनियोजन गरिदिनु पर्यो भनेर चाहिँ गर्दाखेरि उहाँले पनि सजिलो तरिकाले बजेट विनियोजन गरिदिनु भयो हामीले चाहिँ एक घर एक धारा पानी सबै घरमा चाहिँ पुग्ने गरी हामीले चाहिँ यो सुविधा चाहिँ हामीले सबैलाई दिएको छौँ त्यसको लागि म सर्वप्रथम त म समीर राईज्यूलाई म धेरै अध्यक्षज्यूलाई धेरै धन्यवाद आभार व्यक्त गर्दछु निकट भविष्यमा खानेपानीको दीर्घकालीन समाधान गरी छाड्ने लक्ष्यमा गाउँपालिका अडिग छ अधिकांश नागरिक कृषि पेशामा आश्रित रहेको यस गाउँपालिकाले कृषिलाई गाउँपालिकावासीको आय आर्जनको बलियो माध्यम बनाउन विभिन्न सहयोग प्रोत्साहन एवं अनुदान वितरणका कार्यहरू गरिरहेको छ हामीले गाउँपालिकाको गौरवको योजनाकै रूपमा रहेर तोरी उत्पादन कार्यक्रम लिएका छौँ तोरी उत्पादन गरेर अनुदान दिएका छौँ उत्पादन गरेको आधारमा हामीले चाहिँ अनुदान दिइरहेका छौँ कृषिमा त्यसैले तोरीमा हामीले त्यही अनुसारले चाहिँ एक पाती फलाउने कृषकलाई र एक मुरी फलाउने कृषकलाई त्यही आधारमा हामीले अनुदान दिइरहेको अवस्था छ त्यो सँगसँगै हामीले चाहिँ अहिले अलिकति राम्रो फस्टाएको छ त्योसँग हामीले मौरी पालनलाई तोरी खेतीसँग मौरी जोडिन्छ मौरी पालनलाई प्राथमिकतामा राखेर
अहिले हामीले चाहिँ एउटा गाउँपालिकाकै त्यो तोरी प्रशोधन केन्द्र पनि हामीले गाउँपालिकामा स्थापना गरेका छौँ। त्यो चाहिँ हामीले जी फाउन्डेसन नेपालले सहयोग गरेको छ। त्यसमा चाहिँ हाम्रो प्याकेजिङदेखि लिएर ब्रान्डिङदेखि लिएर सबै काम त्यसमा ल्याब टेस्टबाट खान लायक हो कि होइन भन्ने सम्मको प्रविधि जोइन गरेर हामीले चाहिँ अहिले गाउँपालिकामा चाहिँ तोरी प्रशोधन केन्द्र स्थापना गरेका छौँ। त्यसै गरी हामीले विभिन्न फलफुलको कार्यक्रमहरूमा हामीले अनुदान दिएका छौँ। त्यति मात्र होइन, कृषकले उत्पादन गरेको बजारलाई कसरी ग्यारेन्टी गराउने त भन्दाखेरि गाउँपालिका आफैले कृषि संलग्न केन्द्र स्थापना गर्दैछ। हामीले भनेका छौँ तपाईँ उत्पादन गर्नुहोस्, तपाईँको बजारको ग्यारेन्टी हामी गरिदिन्छौँ भनेर कृषि संलग्न केन्द्र चाहिँ हामीले स्थापना गरेका छौँ। त्यहाँ कृषकले हरेक किसिमका कृषकले उत्पादन गरेको चिज ल्याउन सक्नुहुन्छ। पालिकाले फलफुल खेतीमा चाहिँ अब किवी उत्पादन गर्ने भनेर अहिले किवी पर्याप्त रूपमा चाहिँ उत्पादन हुन थाल्यो, तर बजारको अभाव भइदियो र किवीहरू चाहिँ अहिले लगभग गाउँघरमै बाँडेर खाने र त्यसको दरभाउ नभएको अवस्था छ। र अर्को चाहिँ तपाईँको यो तोरी खेतीको लागि अलि व्यापकता भएको छ। केही बजेटहरू चाहिँ तोरी उत्पादन गर्ने कृषकहरूलाई उहाँहरूको उत्पादनको आधारमा प्रोत्साहन स्वरूप केही बजेटहरू दिने गरेको छ। तोरी उत्पादनमा प्रोत्साहन गर्न तोरी खेती अनुदान कार्यक्रम, तोरी मिल वितरण जस्ता कार्य भएका छन् भने तरकारी खेतीका लागि प्लास्टिक टनेल सहयोग साथै मौरी पालन, चिया खेती, कागती खेती, सुन्तला खेती, कफी खेती, अलैँची खेती, दाते ओखर खेती जस्ता कृषि उत्पादनमा विभिन्न अनुदान एवं सहयोग हुँदै आएको छ। तोरी प्रशोधन केन्द्र स्थापना भई सञ्चालन हुँदैछ। बजार व्यवस्थापनको पनि भूमिका गाउँपालिकाले आफैले अत्याधुनिक प्रविधिसहितको एउटा तोरी मिल स्थापना गरेको छ। त्यो अब उद्घाटनको तयारीमा छ र गाउँपालिकाले के भनेको छ भने तपाईँहरूले हामीले दिएको अनुदान जुन छँदैछ त्योभन्दा बढी तपाईँहरूले बेच्नुपर्ने चिज अन्त कहीँ कतै लानु पर्दैन, हामीले उठाउँछौँ भन्ने छ। र अहिले आधुनिक प्रविधिको नयाँ मिल पनि स्थापना भइसकेको छ। त्यसले गर्दा यहाँ जति उत्पादन भए पनि गाउँपालिकाले नै तोरी लान्छ, त्यसमा केही समस्या छैन। मौरी पालन गर्दाखेरि निकै फाइदा हुन्छ भन्ने बुझे पछाडि मौरी पालनमा मैले 2064 सालबाट सुरुवात गरेँ र लगभग मौरीको मैले 30-35 घार चाहिँ मौरी अहिले पालिरहेको छु। यो 30-35 घार मौरी पाल्दाखेरि वार्षिक औसतमा 4 लाख र 4.5 लाखको हाराहारीमा मैले आम्दानी लिएको छु। यस्तै बाख्रा पालन मार्फत आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले बोयर बोका वितरण, भेटेरिनरी सुविधा जस्ता कार्यहरू भएका छन्। पालिकाले निर्धारण गरेको अनुदान एवं सहयोग वास्तविक कृषकले नै पाउने गरी व्यवस्थापन गरिँदा कृषकहरू थप लाभान्वित भएका छन्। सिंचाइको अभाव रहेका खेतीयोग्य जमिन लक्षित गरी सिंचाइका आयोजना निर्माण अघि बढ्दैछन्। कृषकले उत्पादन गरेको कृषि एवं पशुपन्छीजन्य उत्पादनको बजारीकरणका लागि समेत पालिकाले आवश्यक समन्वय गरिरहेको छ। हरेक उमेर, वर्ग तथा अवस्थाका नागरिकहरूलाई समान र सम्मानजनक व्यवहार यस गाउँपालिकाको अर्को सुन्दर पक्ष हो। सामाजिक विकास अन्तर्गत युवा तथा महिलाको क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन हुने गरेका छन् भने ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत हुने गरेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँपालिकामा थुप्रै ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थलहरू रहेका छन्। लौरे डाँडा, ढोलटासे, ढालतरवार डाँडा, घ्याङखर्क, बाहाने डाँडा, चिलिमढुङ्गा, केपिलासगढी डाँडा, मयुम डाँडा, नागढुङ्गा, सिद्ध बालकन्य फकीर गुफा, बुद्ध पार्क, खक्लुङ यहाँका प्राकृतिक ऐतिहासिक स्थलहरू हुन्। यो जुन भूमिमा हामी आज यहाँ उभिएका छौँ, यो भूमिको नाउँ चाहिँ यसलाई केपिलासगढी भनेर भनिन्छ। यो केपिलासगढीको अर्थबाट जानु पर्दाखेरि यो चाहिँ यो ठाउँमा कबिला प्लस आवास, कबिला भनेको पुरानो जाति हो, आवास भनेको बस्ने ठाउँ हो। त्यस कारणले यो ठाउँमा यो दुई राईहरू नै पुरानो आवास लिएर बसेको ठाउँ भएको हुनाले यस्तो आवास भएको यस्तो ठाउँमा राजनीतिक चेतना चाहिँ मान्छेमा वृद्धि हुँदै गएपछि यहाँ गढीको स्थापना भएछ। अनि त्यसो भएको हुनाले यो ठाउँको नाम चाहिँ कबिलासगढी हुँदै यो चाहिँ कबिलासपुर हो। पहिला त यो चाहिँ सेनकालमा मल्लकालमा यसलाई चाहिँ कबिलासपुर भनेर भनिन्थ्यो भन्ने चाहिँ
थोरै केही रचनाहरू पनि पाइएको छ। वडाबाट गुफालाई कम्पाउन्ड लाउने एउटा 50,000 दिनुभयो। त्यो पछाडि हामीले फेरि अलिकति यहाँ फुरमैला हुने, मान्छे आउने, वस्तु आउने हरेक कुरा भएको कारणले गर्दाखेरि फेरि पालिका प्रमुखलाई 80-81 को उसमा हामीले चाहिँ 79-80 को उसमा चाहिँ हामीले फेरि अलिकति बजेट लगाइदिनु पर्यो हजुर भनेर हामीले 5 लाख दिनुभयो। 5 लाखले हामीले घेराबार गऱ्यौँ। अनि यसपालि 81 मा चाहिँ उहाँले के गर्नु भने अब होइन, अब 50,000 बाटो बनाउनु भनेर 1.5 लाख रुपियाँ दिनुभएको थियो। अहिले यो बाटो, यो अहिले आउँदै गरेको बाटो चाहिँ हामीले यसपालि बनाएको हजुर। यस्तै विभिन्न जात जातिको धार्मिक र सांस्कृतिक आस्थाका धरोहर, गुम्बा, चैत्य, मठ मन्दिरहरू रहेका छन्। ती पर्यटकीय स्थलहरूको संरक्षण, सम्वर्धन र प्रवर्धनमा गाउँपालिकाले विभिन्न कार्यहरू गरेको छ। हाम्रोमा चाहिँ नै अत्यन्तै यो लोप उन्मुख रेड पान्डा पाउँछ। त्यसको संरक्षणको निम्ति हामीले विभिन्न एनजिओसँग सहकार्य गरेर काम गरेका छौँ। त्यसै गरी तपाईँको चाहिँ हनी हन्टिङको कुराहरू जो भिरमौरी भन्छौँ, त्यो पनि तपाईँको मेरो पालिकामा पाउँछ। त्यसको पनि संरक्षणमा हामी लागिरहेको अवस्थाहरू छन्। त्यसै गरी तपाईँको यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त पथमार्ग मुन्धुम ट्रेल, जो अहिले हामी चाहिँ स्विस सरकार, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार मिलेर हामी बनाइरहेको अवस्था छ। यस गाउँपालिकालाई समेट्ने ऐतिहासिक गौरवसँग जोडिएको पर्यटकीय सम्पदा मुन्धुम पदमार्गको निर्माण र व्यवस्थापनमा पनि पालिकाले सक्दो समन्वय र सहयोग गर्दै आएको छ। घुम्नै पर्ने स्थानहरूमध्ये यो मुन्धुम पदमार्ग पनि एक हो। यो चाहिँ लगभग 100 किलोमिटरमा चाहिँ यसको लम्बाइ 100 किलोमिटर भन्ने बुझेको छ। त्यसै गरी यो हाल यो अहिले निर्माणाधीन केपीलासगढी गाउँपालिकाको वडा नम्बर 1 को यो जुगे भन्ने ठाउँ र लाउडे भन्ने ठाउँसम्म हामीले मुन्धुम ट्रेल निर्माण गरेर गइरहेका छौँ। यस्तै लोपोन्मुख रेड पाण्डाको संरक्षण, भिरमौरीलाई पर्यटनसँग जोड्ने प्रयास जस्ता कार्य गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि गरेका अन्य कामहरू हुन्। जनताद्वारा निर्वाचित जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी बीचको सौहार्द सम्बन्ध स्थापना हुनुले गाउँपालिका मातहत हुने हरेक कार्य सम्पादनमा आम पालिकावासीले सुशासनको सुगन्ध महसुस गर्न पाएका छन्। विवाद र मनमुटावबाट माथि उठेर कानुन र विधिको अधीनमा रही एकता र हातेमालोको वातावरण निर्माण भएको छ। त्यसमा भरपूर साथ दिएका छन् केपीलासगढी गाउँपालिकावासीले पनि। गाउँपालिकाको योजना, बजेट निर्माण तथा कार्यान्वयनबारे आम पालिकावासी अवगत हुने गरेका छन्। सूचनामा पारदर्शिता गाउँपालिकाको अर्को सबल पक्ष हो। गाउँपालिका तथा वडा कार्यालयहरूबाट नागरिक मैत्री सेवा प्रवाह हुँदा नागरिकहरूले सुशासनको प्रत्याभूति पाएका छन्। हाम्रो कर्मचारी प्रशासनको तर्फबाट सुशासन कायम गर्नका लागि हामीले विभिन्न अभ्यासहरू अवलम्बन गर्दै आइरहेका छौँ। मुख्य कुरा त गाउँपालिकाले निर्माण गरेको नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रचलित कानुनहरूलाई अक्षरशः पालना गर्ने सन्दर्भमा कर्मचारीलाई निपुण सेवा प्रदान गर्नका निम्ति हामीले यहाँको कर्मचारीहरूलाई सबैभन्दा बढी पढ्ने मौकाहरू दिन्छौँ। यसको लागि चाहिँ उहाँहरूले आफ्नो विषय क्षेत्र, आफ्नो शाखासँग सम्बन्धित विषयहरू र त्यससँग सम्बन्धित सङ्घ, प्रदेश र स्थानीय तहले यस स्थानीय तहले निर्माण गरेको नीति तथा कार्यक्रमहरू, त्यससँग सम्बन्धित अन्य निर्देशिकाहरूको हामीले भरपूर रूपमा अध्ययन गर्छौँ र त्यसै गरेर हामीले विभिन्न समूहमा विभाजन गरेर यहाँ हाम्रो विभिन्न वर्कसपहरू पनि हामी तयारी गर्छौँ। हाम्रो कर्मचारीहरूलाई त्यो कार्यान्वयन गर्नुभन्दा अगाडि, योजना कार्यान्वयन गर्नुभन्दा अगाडिदेखि नै हामीले त्योसँग सम्बन्धित भोलि हुन सक्ने, भोलि उठ्न सक्ने प्रश्नहरू, भोलि मलेपले गर्न सक्ने प्रश्नहरू, भोलि त्यसलाई बेरुजु नहुनका लागि त्योभन्दा अगाडि नै कुन किसिमले त्यो कार्यान्वयन गर्नुपर्ने हो, सोसँग सम्बन्धित विषयहरूमा हामी चनाखो भएर तयारीहरू गरेर हामीले हाम्रो सुशासन र पारदर्शितालाई अगाडि बढाइरहेका छौँ। यसै गरेर पारदर्शिताको लागि हामीसँग भएका सम्पूर्ण सूचनाहरूलाई खुला रूपमा राख्ने कोसिसहरू गरिरहेका छौँ र सुशासनको लागि हामीले प्रचलित कानुन अनुसार हामीले खर्च गर्ने, त्यसको अख्तियारी दिने र समयमा त्यसलाई चाहिँ हामीले कार्यान्वयन गर्ने कामहरू गरेर अगाडि बढिरहेका छौँ। यहाँका कर्मचारीज्यूहरूलाई पर्याप्त मात्रामा अन्डरस्ट्यान्डिङ गर्ने, अध्ययन गर्ने
उहाँहरूले वर्कसप गर्ने हामीले समयहरू दिएका छौँ। यसर्थमा पनि उहाँहरूको सेवा समूहसँग सम्बन्धित चाहिँ विभिन्न किसिमको निर्देशिकाहरूले तोकेको कामहरू कुन समयमा गर्नुपर्ने हो बेला बेला हामीले झस्काइराख्छौँ। मुख्य गरेर जनप्रतिनिधिसँग सहकार्यमा बस्ने, उहाँहरूलाई आफ्नो शाखाले गरेको कामहरू, आफ्नो शाखाले गर्नुपर्ने कामहरू, सङ्घीय र प्रदेश सरकारले गरेका निर्देशनहरू, उहाँहरूले पठाउनु भएका मार्गदर्शन र कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामीले जनप्रतिनिधिहरूसँग सरोकारित हुने भएको हुनाले उहाँहरूलाई यथाशीघ्र त्यसको जानकारी दिने, उहाँहरूबाट त्यसको पृष्ठपोषण लिने, सल्लाह लिने र उहाँहरूसँग मिलेर त्यो कामलाई अगाडि बढाउने तरिकाले हामी त्यो मोडलबाट हामी अगाडि बढ्छौँ। स्थानीय तहको बजेट निर्माण प्रक्रिया हाम्रो कानुनत नै निर्धारण गरिएको छ, जस अन्तर्गत अब बस्ती स्तरबाट आयोजना छनौटको चरण सुरु हुन्छ। हाम्रो जब बजेटको सीमा प्राप्त भइसकेपछि, सङ्घ र प्रदेशबाट सीमा प्राप्त भइसकेपछि र यहाँ स्थानीय तहको पनि राजस्वको अनुमान गरिसकेपछि स्थानीय तहको बस्ती स्तरमा गएर हामीले वडा तहमै गएर त्यहाँबाट आयोजनाहरू छनौट हुन्छ र त्यसपछि वडामा छनौट हुन्छ। त्यहाँबाट आइसकेपछि हाम्रो चाहिँ बजेट तर्जुमा समितिमा बजेट निर्माण हुन्छ। भनिसकेपछि स्थानीय आवश्यकता चाहिँ टोल स्तरबाट नै समेटिएको हुन्छ। बेरोजु योभन्दा अगाडि अब स्थानीय तहमा चाहिँ कानुनको समस्याकै कारणले गर्दा पनि अलि धेरै नै बेरोजु थियो, तर पछिल्लो समय हामीले 80-81मा बेरोजुलाई एकदमै कम गरेका छौँ। त्यो प्रतिवेदन आइसकेको छ। अब 81-82को त हाम्रो प्रतिवेदन आउन बाँकी छ। 80-81को हेर्दाखेरि अघिल्लो वर्षहरूमा चाहिँ 3%, 4% बेरोजु हुने गर्दथ्यो भने पछिल्लो चरणमा हामीले 0 पोइन्टमा बेरोजु कायम गर्न सफल भएका छौँ र पछि पनि अब सम्बन्धित कर्मचारीलाई नै जिम्मेवार बनाएर अथवा सम्बन्धित जो हुन्छ उसलाई नै जिम्मेवार बनाएर चाहिँ बेरोजु फर्सेट गर्न लागि परेका छौँ हामी अहिले पछिल्लो समय। हरेक ओडाहरूमा भएका विकास निर्माण र सुशासनका सकारात्मक कदमले ओडावासीहरू आशावादी छन्। ओडामा हुने कामहरू जस्तै यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, यस्तै तरिकाले हाम्रो अरू भौतिक निर्माणका कुराहरू जति ओडाको पहुँचले भ्याउँछ त्यति चाहिँ हामीले गरिराखेका छौँ। अधिकांश सेवा ओडा कार्यालय मार्फत सहज रूपमा प्राप्त गर्न सकेको अनुभव छ उनीहरूको। गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहने योजना अनुगमन समिति, न्यायिक समिति, बजार अनुगमन समिति लगायत विषयगत क्षेत्रमा चुस्त कार्य सम्पादन भएसँगै गाउँपालिकामा विकास निर्माणका कार्यहरू समयभित्रै र गुणस्तरीय तरिकाले सम्पन्न हुने अवस्था बनेको छ भने आम नागरिकले पालिकामै न्याय प्राप्तिको अनुभूति गरेका छन्। निर्वाचित भएर आइसकेपछि धेरैवटा मुद्दाहरू, लेनदेन, तपाईँको दोरी साँध, होइन, यस्तो खालको मुद्दाहरू धेरैचोटि आएको छ। हामीले न्याय निरूपण गरेका छौँ। यहाँ न्याय निरूपण गर्न नसकेका मुद्दाहरू हामीले अदालतलाई सिफारिस गरेका छौँ। तर आजसम्म करिब 2टा भन्दा धेरैवटा मुद्दाहरू हामीले अदालतलाई पठाएको छैनौँ। यही निरूपण गरेका छौँ, यही मेलमिलाप गरेका छौँ। स्थानीय बजार पनि व्यवस्थित तरिकाले चलिरहेको छ। यसरी करिब 3 वर्षको अवधिमा निर्वाचनमा जनता सामु गरेका बाचा, चुनावी घोषणापत्रमा उल्लेख भएका विषय र कानुनले दिएको अधिकारलाई हृदयदेखि नै मनन गर्दै गाउँपालिका अध्यक्ष सहितको सिङ्गो गाउँपालिकाको टिम पालिकाको दिगो, उपलब्धिमूलक र प्रभावकारी विकास र समृद्धिका लागि हरेक पल तल्लीन रहँदै आएको छ, जसबाट आशा गर्न सकिन्छ कि केपिलासगढी गाउँपालिका नागरिक मैत्री सरकार सञ्चालन मार्फत समृद्धिको पथ र परिवर्तनको गन्तव्य उन्मुख यात्रामा अग्रसर छ।